मरेपछि खिरको पिण्ड दिने छोराहरू भन्दा जिउँदो हुँदा तातो पानी दिने छोराहरू नै महान हुँदा रहेछन्। साँचो माया र कर्तव्य त त्यही हो। जब बाबुआमा बाँचिरहेका हुन्छन् तिनीहरूको सेवा गर्ने, न्यानो माया दिने, तातो पानीले खुट्टा धुने, औषधिको समय नछुटाउने अनि एक कप चिया बनाइदिएर मुस्कान दिलाउने। किनकि मरेपछि लाखौंको भोज गरे पनि सबले त्यो स्वाद महसुस गर्न सक्दैन, पिण्डको खिर छुन सक्दैन, शिरमा ढोक गर्न सक्दैन, बाँचुन्जेल हेला गर्ने, कर्कश शब्द बोल्ने, केही छैन मेरो हातमा भनेर टार्ने छोराहरूले मरेपछि 5 दिनको झुटो आँसु, तेस्रो दिनको भोज र चौथो दिनको शान्ति यज्ञले कसको आत्मालाई शान्ति मिल्छ। बाबुका थाकेका खुट्टा जब दिनको अन्तिम घडीमा दुख्न थाल्छन्, आमा हात काँप्दै बोल्नै नसक्ने हुन्छन्। त्यो बेलामा पानीको एउटा गिलास, कुनामा राखिएको कम्बल र मनको एउटा सान्त्वनाले बाँच्नुको अर्थ दिन्छ। संसारमा हजारौं सपना साकार गर्न सकिन्छ, तर बाबुआमाको माया, सेवा र आशीर्वाद बिना त्यो सपना सधैँ अधुरो हुन्छ। बाँचुन्जेलको सेवा नै धर्म हो, मरेपछि पूजा त केवल रित हो। कसैको आँखा रसाउनु अघि बुझ, बुढेसकालमा बाबुआमाको सातो छोड्नु असफलता होइन, एक जीवनभरको पछुतो पनि हो। तसर्थ बाबुआमा अझै बाँचिरहनु भएको छ भने आजैबाट सेवा गरौँ, बोलौँ, हजुर हुनुहुन्छ, यो नै मेरो सौभाग्य हो।